वेलबे ब्याक्सन गोर्खेजहरू के छ तपाईँहरूको अलि चलिआयो तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु 100 मा 99 एन्ड फिट एन्ड फाइन गोर्खेज गुड मर्निङ शुभ बिहानी शुभ प्रभात भन्दै आजको ब्लगलाई सुरुवात गर्न चाहन्छु के छ त तपाईँहरूको अलि चली भनेर चाहिँ आज मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ पानी हल्का परिरहेको छ पानी र तराई क्षेत्रमा पनि यतिखेर शीतल त पाइएको छ मौसमको कारणले पानी हल्का हल्का परिरहेको छ धुम्म धुम्म भएको छ हल्का गर्मी जस्तो पनि गर्मी हल्का छ तर हिजो अस्तिको गर्मी भन्दा आज धेरै पानी परेकोले गर्दाखेरि चाहिँ शीतलता महसुस भएको छ र अझै पनि मौसमविदहरूले चाहिँ मौसमको कुरा गर्नुपर्दा चाहिँ मौसमविदहरूले चाहिँ अझै केही दिन चाहिँ ठुलो पानी पर्ने सम्भावना भनेर भनेको छ र खोला नालाहरूमा चाहिँ बाढीको बहाव बढ्ने सम्भावना रहेको छ र खोला आसपासमा कोही हुनुहुन्छ भनेदेखि चाहिँ अलिकति सतर्कता भएर चाहिँ बस्नु होला भनेर चाहिँ मौसमविदहरूले पनि जानकारी दिएका छन् अलिकति वार्निङ दिएको छ गोर्खेज हैन त कसो अनि बिहान भइसकेको छ अहिले बिहानी पख भएको छ जो अहिले गेम पनि मैले हेरेको थिएँ जुन नर्वे र इङ्ल्यान्डको रहेको थियो र नर्वेले चाहिँ जुन आश गरेको थियो नर्वेका टिमहरू यतिखेर निराश भएको छ नर्वे लस भएको छ नर्वेले हारिसकेको छ र इङ्ल्यान्ड भने विनर बनेको छ गोर्खेज त्यही भएर हल्का पानी पर्यो अब यो भिडियो यस्तै हुन्छ र मेरो लेन्समा चाहिँ पानी पनि परेकोले हल्का धमिलो धमिलो देखिएको हुनसक्छ ठिकै छ म्यानेज गर्नु होला भिडियोलाई अलिकति भिडियो जस्तो सुकै भए पनि अलिकति मैले बोलिरहेको कुराहरूलाई चाहिँ तपाईँहरूले चाहिँ मनन गर्नु होला है त गोर्खेज त्यही भएर अब नर्वे चाहिँ जुन नर्वेको गेमलाई नर्वेका टिमहरू अथवा चाहिँ सपोर्टरहरूले सोचेका थिए त्यो टिको खेल्न त खेले हो तर के गर्नु अब भाग्यमै छैन भने जति उफ्रे पनि केही हुनेवाला छैन गोर्खेज त्यसैले अब के भन्ने त होइन त्यसैले त ठिकै छ यो भिडियो मैले खासै अहिलेलाई यतिमै स्थगित गरिदिएँ किनभने पानीले गर्दा लेन्समा पर्यो होइन पानी परिरहेको छ हल्का साउने पानी जस्तै होइन परिरहेको कारणले गर्दा चाहिँ लेन्समा पानी पर्यो आजको लागि भिडियो यति नै अब स्टेडियम रहनु होला स्टेडियम गोर्खे